हाम्रो पृथ्वीमा एउटा यस्तो ठाउँ छ जहाँ स्याटेलाइटले समेत क्लियर फोटो देखाउन सक्दैन। यो एरिया 51 होइन, यो बर्मुडा ट्रायंगल पनि होइन, यो हो अन्टार्कटिकाको रहस्यमय आइस वक। सन् 1959 मा विश्वका ठूला शक्तिहरूले अन्टार्कटिक ट्रिटीमा साइन गरे। त्यसपछि आजसम्म न अमेरिका, न रुस, न कसैले पनि अन्टार्कटिकालाई आफ्नो भनेर दाबी गरेनन्। यहाँ केवल रिसर्च अनुमति छ, न त मिलिट्रीलाई न त माइनिङलाई। यति ठूलो महादेश तर कसैको स्वामित्वमा छैन। केही थ्योरी भन्छन् अन्टार्कटिकाको आइस वाल सामान्य बरफ होइन, यो एउटा अटुट पर्खाल हो। यसले हाम्रो संसारलाई घेरेको छ। सन् 1946 मा युएस एडमिरल रिचर्ड ब्याडले साउथ पोल पछाडि एक हरियो लस भूमि देखेको दाबी गरे। त्यसपछि सबै कुरा गोप्य बनाइयो। अन्टार्कटिका बन्यो दुनियाँको सबैभन्दा रेस्ट्रिकेटेड ठाउँ। प्रश्न यही हो, आइस वाल पछाडि साँच्चै के छ? सिर्फ बरफ या अर्कै संसार? साथीहरू, तपाईहरुलाई के लाग्छ? कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।